अझै ढिलो ढिलो फालिदिउँ अलग्गै ढिलो खानु छत्तिने गरी मात्रै फाला क्या एउटा तलमा बारी फालेको थियो होला मिस्त्री अब रोस्टर नहुने राम्रो सुगा जाने खुसी आँटी आछ अनि मिस्त्रीको पनि राम्रो हुनु पर्यो घरपट्टिको राम्रो हुनु पर्यो हो सबैलाई राम्रो हुनु पर्यो लिन दिन कुरा त आएन होला आइसाल होला परेर होला होइजाला सबभन्दा राम्रो हुन्छ जागिरी सालको गर्ने रक्सी सालको गर्ने हुनु पर्यो रक्सी गर्ने जागिरी बर्ने मन पर्दैन फेरि घट्नेमा हुनु पर्यो क्या करना है वीडियो ये तो बना देंगे वीडियो और सुना वीडियो बना दे अरे यार वीडियो ना बनाना पड़ता है टैलेंट बना लो मामा नहीं बाबा अरे मोबाइल बत्ती कति ठाउँ आएछ अत्तै बाबै चाहिँ हेरेको हेरे म आइदिएँ एकचोटि भाडा कहिदिनु न त हो ल छिटो माज बनाएर क्या म आइदिएँ पहिला एकचोटि ये लोग छिना किधर की बात बताओ ये मसूरी में दाल को लाए बोलो वीडियो बात नहीं होगी क्या कर रहे हैं यहाँ ल्याउनु देख्यो नि के हो पाला पकड्नु म छल्लाएर आउँछु जबुक काँटी फुट्की पनि ब्याट त फाल्ल्याउला त्यो गाउँ त हुँदैन के कसरी सुनाउनु होला हो त्यही ठाउँ है फुट्की आइकन फाल्ल्याउला भाइ थामिले हो
मासु आज दर्शी थोरै हो त मासु आज खाने हो भोलि हो खाने है केटा मासु काटेको छ नि त कहीँ काटेन है केटा आजकल फेसबुकमा हाल्लाई ये मैंने फेसबुक में कहीं डाल दिया ये जेठ हो गई बता कहीं जेठ पनि में आइले कहीं डाल भिडियो बनाउनेमा सरल बिगार्न हाल्यो कहीं वीडियो बनाए थे मैंने जेठ पनि आले थे कहीं डाले दे फोटो खिचाउनु पर्यो अनि घाँसमा जानु पनि ल्याएछ नि भित्र रागो छ काटेले थिएन आज ल्याए हुन काटेले काट्या होइन आज भोलि ध्यान काट्नु भन्थ्यो कति लाने 500 1000 का लाउने दुईले मिलेर ल्याउने त्यही भन्थ्यो बिजुली आउँदैन यो चार्ज गर्ने समस्या कोर्नुहुन्छ भात गर्छु है भात गर्छु बाबु भात गर्छु मम्मी रे भाई म्हणता ना काम तो मैं थे भाग मैं थे फिर उगरे अपने गद जब मैं बनाए तरह तो ये क्या हो फेरि यस्तै यस्तै व्यापारहरू गर्नु पर्यो हो कि नै हाम्रो काम गर्नु पर्यो कन्ठा आगे बनाउनु पर्यो
फोटो खिचाउने धोका लाइ त धोका लाइ के यो मान्छे चोर्ने वाला पठाइदिउँ न क्या मैसो हुने न 1-2 हेऱ्यो अब वहाँतिर नयाँ बेलतिर थोरै जोरमा आछ नि क्याको लागि न चामल ल्याउ त यो आया छ निजाला साह्रो छ भाउजी के गर्छ हौ कटाउने हाम्रो साह्रो छोरा आएको छ त्यो नाम चामल दिएको छोरा आएको छ त्यो हुनु पनि त आएको छ कति त्यसो हुन्छ पर माइले छोरा हाम्रो ल्याएको छोरा फरिन ल्याएको छ त हो फरिन ल्याएको छ पनि त कहिले ल्याएको हामीले ल्याएको के हुन्छ अहिले बटु तल आइगयो सुन्दै गएको बटु खुले आइदिन्छ घरमा चाहिँ आउँदैन घरमा चाहिँ मासु काट्न आउनु भएको छ बुवा मासु काट्न सामान्य जाला के खाऊ गई भिडियो बनाए भाइरल हुने हो यहाँ जाने बहिनी भेट्न जान्नु हो क्या क्या करते हैं उता उता दाँत पनि हल्का त्यो माथि बिगा तिर्ने वाला पनि पुरै पिज्जा भन्ने त्यो हात छोरा लिएर तँ बिमार रहेछ मेरो पनि काम छ काम गर्यो भने पनि त्यो लाग्छ भगुन्टो आउँछ सिक्नु छैन छान्नु छैन केही काम पनि